नमस्कार, यहाँहरु सबैमा हार्दिक स्वागत छ। म मदन साई। आज मसँग नेपाली साहित्यको एउटा गहिरो संवेदनशील र वैचारिक आवाज हुनुहुन्छ। एकाछरी काफियामा आफ्नो पृथक परिचान बनाउँदै एमपी केयरलेस देखि महेन्द्र अतल सम्मको सशक्त साहित्यिक यात्रा तयार गर्नुभएका स्रष्टा, जसका शब्दमा प्रेम बोल्छ, पीडा बोल्छ, समाज बोल्छ र समयसँग प्रश्न गर्ने साहस पनि बोल्छ। आदरणीय महेन्द्र अतलजी हुनुहुन्छ। उहाँलाई हार्दिक स्वागत गर्छु। हार्दिक स्वागत। नमस्ते। भनौँ पनि कसरी म माया गर्दिन, भनौँ पनि कसरी म माया गर्दिन, मेरै काखमा आई बसेको छ गजल। तपाईका लागि गजल के हो? मेरो लागि गजल भन्दा पनि पहिला साहित्य भनौँ, समग्र साहित्य। मैले सबै विधामा कलम चलाउँछु। साहित्य समाजको चेतना निर्माण गर्ने पहिलो काम साहित्यले गर्नुपर्छ। मेरो लागि साहित्य गुरु हो। अब गजल, त्यसमा मैले विशेष गरेर गजललाई जोड दिएँ। गजल चाहिँ मैले जुन चेत चरित्र यो समाजसँग भोगेँ, महसुस गरेँ, अनि त्यसभन्दा पछि गजल लेख्न थालियो भन्नाले, जस्तै योमा भने जस्तै म माया गर्दिन कसरी भनौँ, मेरै काखमा आई बसेको छ गजल। अनि गजलमाथि एउटा अर्को शेर छ, आज मैले उलालाई उथारो राखेँ, आज मैले उलालाई उथारो राखेँ, फुल भई बसेकी छ सानी आज, फुल भई बसेकी छ सानी आज। मेरो महसुस व्यक्त गर्ने सबभन्दा साधारण माध्यम गजल हो मेरो लागि चाहिँ। 2070 तिर गजल संग्रह एक बजारमा ल्याउनु भयो, त्यो पनि एकाछरी काफियामा। एकाछरी काफियामै गजल लेख्ने जोखिम किन लिनुभयो? एकाछरी गजल लेख्ने सोच चाहिँ कसरी आयो? यो जोखिम भन्ने कुरो यसमा केही पनि छैन, हैन। त्यो 70 का त्यो समयमा एकाछरी काफिया त नेपाली साहित्यले त स्वीकार गरेको अवस्था थिएन। त्यो अवस्थामा त जोखिमै हो नि। यस्तो हो जस्तो लाग्छ। अब पहिला कस्तो भने, पहिला मैले सुरु कसरी गरेँ यो र पछि चाहिँ यो जोखिमको कुरा गर्दाखेरि अलि सजिलो होला मलाई पनि, हैन, सुन्नेलाई पनि। त्यो किस्सा के भयो भने, म महेन्द्रनगरमा पढ्न भनेर गएँ +2। सिमाना नजिकको थियो। अनि त्यहाँको क्याजुअल मान्छेहरू पनि सामान्यतया बेला बेला बोलीचालीमा पनि हिन्दी बोलिरहन्थ्यो। अनि हिन्दी म टिकापुरमा पनि आफू चाहिँ फिल्म हेरिरह हुन्थेँ। अनि पारी अब वनवासमा कपी किन्न सुत्दा हामी त्यहाँ पारी जान्थ्यौँ क्या। अनि त्यहाँ जाने बेला अब कहिले काहीँ एक दुईवटा बुक देख्यो, होइन, त्यो किनेर ल्याएँ। भन्दै कस्तो भने, मलाई यस्तो छ कि मलाई केही कुराहरू, राम्रो कुरा कसैले भन्यो भनेको पढेको याद छ भन्नाले मैले त्यहाँ त्यो मान्छेको बुक पढेँ। पछि म काठमाडौँमा गएपछि थाहा पाएँ कि जसको मैले बुक पढेर आएँ उहाँ त खतरा मान्छे रहेछ। किनकि मैले त ऱ्यान्डम कतैबाट बुक उठाएर ल्याएर, किलोको हिसाबमा पाइने बुक उठाएर ल्याएर पढेको थिएँ। यसरी गजलतर्फ मेरो लगाव चाहिँ यसरी बढ्दै गयो त्यहाँ। अनि पढिरहँदा के भेटाइरहेको थियो भने, एक अक्षरिया गजल जो भारतमा लेखिरहेछन् ती धेरै मध्येको एक अक्षरिया गजल एकदम बढी, वा लेखकहरूको के एकदम बढी गजल वा एकदम सशक्त गजल एक अक्षरिया नै थियो भन्नाले मलाई त्यो एक अक्षरिया भन्ने पनि थाहा छैन है। फेरि म कस्तो भने, राम नाम गामवाला त्यो आंशिक र पूर्ण काफिया मिलेका पनि हुन्छन् र लास्टमा एक अक्षरियावाला पनि हुन्छन् भन्ने मलाई एउटा त्यो भन्नाले थाहा छ। मैले कहीँ केही पढाएको छैन कि, तर मलाई यो हुन्छ, त्यो टेक्निक हेर्दै थाहा हुने कुरा हुन्छ नि, त्यो हुन्छ भने। अब म काठमाडौँमा गएँ। काठमाडौँमा गइसकेपछि मैले चाहिँ दुईवटा नाम सम्झिनै पर्छ, जीवन पानी दाइ र डाक्टर निरज भट्टराई। उहाँहरूलाई देखाएँ। निरज भट्टराईले त एप्रिसिएट, जीवन पानी दाइले पनि एप्रिसिएट, ए हो राम्रो गजल आइरहेछ, लेख्दै जानुस् भन्ने भयो। अब तर त्यतिखेर के भने मार्केटमा अब त्यस्तो गजल अन्त छैन। अब यो
अनि एउटा आरोप लाग्न थाल्यो यसमा काफिया नै छैन, किनकि लामो समयसम्म राम नाम गाम पढाइरहेको थियो भने त्यो काफियाको त खोजी हुनु पर्थ्यो, किनकि त्यही पढिरहेको थिए, पढिराखेको माहौल थियो। अनि एक आइसकेपछि चाहिँ अब त्यही भएर धेरै साथीहरूले त्यो पढ्नु पनि भएन, अग्रजले पनि पढ्नु भएन, अनुजले पनि पढ्नु भएन। त्यहाँ एउटा आरोप लाग्यो त्यतिखेर काफिया छैन भन्ने। तर त्यसको 12 वर्षपछि आज आएर 2 निकाल्दाखेरि चाहिँ त्यस्तो एक्लोपन महसुस भएको छैन, किनकि सबैले बुझेको अवस्था रहेछ। अब यो एक अक्षरियामै महेन्द्र उपाध्यायले लेख्ने भनौँ, महेन्द्र अत्तलले लेख्ने एक अक्षरियाकै आयो भन्ने हिसाबले लिनुभएको छ। 2070 ताका एकाक्षरी गजलमा गजल सङ्ग्रह 1 निकाल्नुभयो, तर त्यो बजारमा सर्टेज छ, तर धेरै अग्रजहरूले पढ्नु भएन पनि भन्नुहुन्छ। त्यो सर्टेज पनि भएको छ एक हिसाबले, त्यो बुकहरू कसले चाहिँ पढेछ, यस्तो भयो कसरी चाहिँ सर्टेज भएछ बजारमा? यस्तो भयो क्या, जस्तै कस्तो भने अन्त त थाहा छैन, तर अन्त पनि त्यस्तै भयो होला, किनकि मेरै ठाउँमा त्यस्तो भयो भने, जस्तै मेरो ठाउँमा साहित्यिक महोत्सव भयो भने, मैले कुनै पुस्तकालयलाई बुक दिएको छु भने पुस्तकालयले के गर्नु हुँदो रहेछ भने, जस्तै त्यहाँ महोत्सव साहित्य महोत्सवमा स्टल लागेकोमा मेरो बुकलाई उहाँहरूले विज्ञापनमा नल्याइदिने, र म त्यस्तो चर्चित लेखक पनि होइन होइन, नल्याइदिने, अथवा त्यो गजलमाथि चाहिँ एकमाथि चाहिँ के नै भरम भयो भन्दाखेरि 500 प्रति त के हो त्यति त गयो नेपालमा, त्यतिले त पढ्थ्यो नै फेरि त्यो एक त एकदम राम्रो गएको बुक हो, अनि त्यो सर्टेज चाहिँ त्यसको आफ्नो बिक्रीको कारण हो, बिक्री भइसकेपछि सर्टेज हो। कहिलेकाहीँ यस्तो पनि भयो, एक अक्षरिया लेख्दा जोखिम। नेपालमा बहर गजल र गैरबहर गजलमा विवाद पनि देखिन्छ। बहर गजल भन्दा गैरबहर सशक्त देखिन्छ, प्रतिनिधित्व पनि धेरै देखिन्छ। तपाईँलाई के लाग्छ, भाव महत्त्वपूर्ण हो कि शिल्प महत्त्वपूर्ण हो गजलमा? यहाँ म 2टा क्वेसन देख्छु मदन। एउटा के देख्छु भने, बहर गजल र स्वतन्त्र गजल मध्ये सशक्त भनेर जब तपाईँले जोड्नुभयो भने, सशक्त भन्नाले स्वतन्त्र गजल देखिन्छ, एउटा क्वेसन यहाँ छ हो के भन्ने जस्तो होइन। अनि दोस्रो क्वेसन के भने, भाव पक्ष र शिल्प पक्ष मध्ये कुन रोज्नुहुन्छ? यो 2टा। पहिला क्वेसनको उत्तरमा के भन्छु भने, यो एकदम हो, सत्य कुरा हो। नेपालमा बहरमा लेखिएका धेरै गजलहरू पढ्न लायकका छैनन्। त्यसमा जबरजस्ती गरिएको कल्पना छ एउटा। स्वतन्त्र गजल आई मिन त्यसको अर्थ सबै पढ्न लायकका छन् भन्ने होइन, तर स्वतन्त्र सशक्त किन छन् भन्दाखेरि नेपालमा गजलको सुरुवात नै स्वतन्त्र गजलदेखि भयो। हुँदै 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 आज मसम्म आइसक्दा या तपाईँसम्म पनि आइसक्दा स्वतन्त्र लेख्नेहरू पनि छन्। र बहरमाथि नेपालमा अभ्यास कहिलेदेखि हुन थाल्यो? नेपालमा बहरमाथि अभ्यास हुन थालेको समय र नेपालमा स्वतन्त्र गजलमाथि भएको अभ्यास हेरौँ, त्यो अभ्यासकोले गर्दा स्वतन्त्र गजल सशक्त छ। अब रह्यो भाव पक्ष र शिल्पीको कुरा। जस्तै भाव पक्ष के हो भने, यदि गजलमा भाव पक्ष छैन भने त्यो गजल होइन। त्यसमा बहर मिलेको छ भने पनि, त्यसमा सबै कुरा पनि मिलेका छन् र भाव शून्य छ भने त्यो गजल होइन। किनकि गजबले जसरी रदिफ र काफिया बहर पढाइयो, त्यसरी यसको चरित्रले माग्ने कुराहरू पनि मिल्छ। यसको आफैमा के छ, सम्बन्ध गुरु मागिरहेछ। उस्ताद शागिर्दको कुनै सम्बन्ध भएको कुनै विधा छ भने, गुरु र चेला भएको कुनै विधा छ भने, त्यो मात्रै विश्वको मलाई लाग्छ गजल। लेख्न गुरु पनि चाहियो, अनि शिष्य पनि भन्नाले यो के भयो, एउटा अनुशासन निर्माण भयो। अब तपाईँले त्यस्तो त्यो चरित्र हो नि त यसको, त्यो चरित्रले के दिनु पर्यो भने केही जानकारीमूलक कुरा दिनु पर्यो, किनकि गुरुको सहायता लिएको छ भने त केही जानकारीमूलक या केही नौलो कुरा दिनु पर्यो नि त। हो, यो छैन भने त्यसैले शिल्प पक्ष
डमीको पनि राम्रो हुनसक्छ, कुनै डमी पनि मान्छेभन्दा भयानक देखिन सक्छ। अहिले त रोबोटहरूको युग छ, त्यसमा यदि ज्यान छ भने त्यो भाव हो। गजलमा अक्षर मात्रै थुपार्नु हुँदैन, त्यो काटेको जस्तो एउटा स्केलमा राखेको जस्तो लेख्न सक्नु त्यो सफलता होइन। त्यो भन्नाले त्यो आफै माथिको एउटा बोझ हो क्या। भयो, यही हो दुईटा मैले लाए पूर्ण उत्तर दिएँ जस्तो लाग्यो। किन भन्दाखेरि भाव पक्ष डमी शिल्पी पक्ष भित्रको कुरा हो भने भाव पक्ष त्यसको ज्यान हो। अब कुन, अब तपाईँ नै भन्नुहोस् कुन कतिको आवश्यकता छ। हुन्छ, हामीलाई हेर्ने दर्शकले त्यो छुट्याउनुहुन्छ। एउटा गजल सुनौँ यहाँनिर हजुरको, एउटा गजल। पाएको छ कसले मागेभन्दा बढी, पाएको छ कसले मागेभन्दा बढी, छ सुनेको कसले सुनाएभन्दा बढी। क्या मिठो। पाएको छ कसले मागेभन्दा बढी, छ सुनेको कसले सुनाएभन्दा बढी, नभन्नु पर्ने भनिसक्यौ तिमीले, नभन्नु पर्ने भनिसक्यौ तिमीले, अब चल्ने छ हावा सोचेभन्दा बढी। क्या मिठो, क्या मिठो। नभन्नु पर्ने भनिसक्यौ तिमीले, अब चल्ने छ हावा सोचेभन्दा बढी। को लेख्दैछ यसरी तिम्रो मेरो कथा, को लेख्दैछ यसरी तिम्रो मेरो कथा, को लेख्दैछ यसरी तिम्रो मेरो कथा, हामी दुई मिलेर लेखेभन्दा बढी। क्या मिठो। हामी दुई मिलेर लेखेभन्दा बढी, भएन अरू केही, भएन अरू केही, अलि दुख्यो छाती, अलि दुख्यो छाती, भएन अरू केही, अलि दुख्यो छाती, के हुन्छ छाती दुख्योभन्दा बढी। क्या मिठो, क्या मिठो। भएन अरू केही, अलि दुख्यो छाती, के हुन्छ छाती दुख्योभन्दा बढी। क्या मिठो। पर्यो कानमा कसैले सम्झिनु भनेको, पर्यो कानमा कसैले सम्झिनु भनेको, भयो उसको बोली सुनेभन्दा बढी। क्या मिठो, क्या मिठो। जब तिमी आयौ बनी दुश्मन मेरो, जब तिमी आयौ बनी दुश्मन मेरो, म खुसी यति कि जितेभन्दा बढी। क्या मिठो, क्या मिठो। म खुसी यति कि जितेभन्दा बढी, बस्यो अतल फेरि कसको मनमा, बस्यो अतल फेरि कसको मनमा, बस्यो अतल फेरि कसको मनमा, अब हुन्छ ऊ लुकेभन्दा बढी। क्या मिठो, क्या मिठो। अब हुन्छ ऊ लुकेभन्दा बढी। एउटा शेर सम्झेसेको छुटेको रहेछ। खाली हातै पुगे उनी सामु पुग्दा, खाली हातै पुगे उनी सामु पुग्दा, अरू पुग्थ्यो के म पुगे भन्दा बढी। क्या मिठो, क्या मिठो। थ्याङ्क यू, धन्यवाद मदन। मैले यहाँनिर एउटा प्रश्न जोड्छु। 2070 एमपी केयरलेस नामबाट एउटा गजल सङ्ग्रह आयो, जसले एकाक्षरी काफियालाई काफिया मार्फत नेपाली गजलमा पृथक पहिचान बनायो। तर त्यसपछि अर्को गजल सङ्ग्रह आउन करिब 13 वर्ष लाग्यो, किन? मलाई खुसी के लाग्छ भने म यो क्वेसनको लायक छु भन्ने लाग्छ। किनकि नेपालमा धेरै यस्ता गजलकारहरू छन्, धेरै यस्ता साहित्यकारहरू छन् जसले एउटा गजल सङ्ग्रह निकाले र त्यसभन्दा पछि गजललाई यसरी हेरे कि यस्तो ठाउँमा पुग्नुभयो उहाँहरूको दृष्टिले गजल सानो बिदा जस्तो लाग्यो। त्यसैले यो क्वेसन मसम्म आइपुग्नु मलाई चाहिँ खुसी नै लाग्छ। गजल मैले भने नि, गजल मैले केही पनि, मेरो गुरु छैन गजलमा। मेरो गुरु भनेको मैले पढ्ने, अब यसरी प्रत्यक्ष गुरु अहिले मेरो गुरु छैन, जस्तो मैले गुरु मानेका सायरहरूलाई पढ्ने लेख्ने हो होइन। यतिका वर्षसम्म मैले जे टिप्दै 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 गइरहेको थिएँ। अब गजल फेरि सबै घटना आजै घट्छन् र सबै घटना आजै लेखिन्छन् भन्ने छैन। वर्षौँ अगाडिको घटना पनि त्यसको चरित्र वर्षौँ पछि गएर थाहा हुनसक्छ। मैले टिप्ने चरित्रको कथा हो, अनि यो चरित्रको कथा टिप्न मलाई 13 वर्ष लाग्यो। चरित्रको कथा टिप्न 13 वर्ष लाग्यो मलाई। 13 वर्षमा पनि फेरि मैले के भने दुई पुरै पूर्ण हो भने कुनै चरित्रमा म कन्फ्युज जस्तो छु त्यहाँ भन्नाले यो चरित्र यही हो भन्न सकेको छैन। मैले यहाँनिर 3वटा शेर पढ्छु, 3वटा शेरसँगै एउटा प्रश्न पनि राख्छु। शेर छन्, विश्वासको कुरा विश्वासघातीले गर्यो,
विश्वासको कुरा विश्वासघातीले गर्यो। आँखै अगाडि टुट्यो भरम हाम्रो पनि, आँखै अगाडि टुट्यो भरम हाम्रो पनि एउटा शेर छ। अर्को शेर छ आधामा आएर तिमीले रङ बदल्यौ, आधामा आएर तिमीले रङ बदल्यौ, म चित्र कोर्दै थिएँ तिम्रो मुहारको एउटा शेर छ। एउटा शेर छ खै मलाई तिम्रो काख देऊ न, खै मलाई तिम्रो काख देऊ न, आज खुब मन भयो निदाउने मेरो। तपाईभित्रको कवि कहिले जन्मियो, पीडाबाट प्रेमबाट कि अभावबाट जन्मियो? यो कस्तो रहेछ भने गरिबको छोरो कवि बन्ने होइन भन्ने उखान छ समाजमा यो पनि उखान छ प्रेममा धोका पाएपछि गजलकार बन्छ भन्ने। त्यो पनि छ होइन। अनि मलाई के लाग्छ भने म जे पनि बन्न सक्थेँ क्या, भन्नाले म म्युजिसियन बन्न सक्थेँ होला, म गीतकार बन्न सक्थेँ होला। तर मैले बुक पढ्ने आदतले मैले के भने मैले गजल लेखेँ, म साहित्यकार बनेँ क्या। र साहित्यकार मैले के लेखेँ भने जे मान्छेले भोग्नु हुन्थेन त्यो भोगिरहेछ, भन्ने कुरा लेख्या हुनाले मलाई लाग्छ मैले यो समाजसँग कतै विद्रोहबाट लेखेँ कि। तर फेरि यो विद्रोहको परिभाषासँग म चाहिँ सहमत किन छैन भने यदि मैले समाजका विकृति विसङ्गति कुरीतिमाथि प्रश्न उठाएर लेखेको हुँ भने म त समाजको पक्षको हुनुपर्ने। त्यसैले मेरो लेखन त्यो सबैबाट हो, अभाव प्रेम समाज सबैबाटको हो। त्यसैले म समाजको पक्षमा चाहिँ लेखिरहेको। एउटा शेर छ मुना पनि रुँदै रोइनन् मैले रोए जति, महिना थियो साउनको याद मदनको। तपाईलाई देशले बढी दुःख दियो जस्तो लाग्छ कि देशप्रतिको प्रेमले धेरै दुःख दियो जस्तो लाग्छ? के लाग्छ? खास यो दुःख त प्रेमले दिने रहेछ। देशले त के दुःख दिएछ र होइन। यो देशमा बाँचिरहेको कुकुर त्यस्तो केही विद्रोह लेख्नु परे होइन, केही तनाव छैन, हात्तीलाई छैन, बाघलाई छैन, गैँडालाई छैन, मान्छेमा पनि धेरै मान्छेलाई छैन। मैले यो मुना पनि रुँदै रोइनन् मैले रोए जति, महिना थियो साउनको याद मदनको, यो मैले निरन्तरता, यो साउन त हरेक वर्ष आउनेछ, हरेक वर्ष आउँछ। र लक्ष्मीप्रसाद देवकोटा, महाकवि लक्ष्मीप्रसाद देवकोटा होइन, उहाँले जुन मदन पात्र एउटा यो समाजमा छ भनेर देखाइदिनु भयो, जो विदेश गइरहेको छ भनेर जुन पात्रलाई देखाउनु भयो, त्यो पात्र आज मेरो दिनसम्म पनि यो समाजमा अझै छ त्यो पात्र। त्यसैले मलाई देश प्रेमले बढी दुखायो जस्तो लाग्छ, देशले त होइन, मेरो आफ्नै प्रेमले दुखायो, देश प्रेमले दुखायो जस्तो लाग्छ। तपाईको यो गजल सङ्ग्रह 2 बजारमा आउँदैछ। यो बजारमा आउनुभन्दा अगाडि हामी इन्टरभ्यू रेकर्ड गर्दैछौँ। यो 2 गजल सङ्ग्रह आउन करिब 13 वर्ष लाग्यो। यो 2 गजल सङ्ग्रह नेपाली साहित्यलाई माया गर्ने, नेपाली गजललाई माया गर्नेहरूले किन पढ्ने, किन खोज्ने र खोजी पढ्नुपर्ने यहाँमा के छ त्यस्तो? सबभन्दा पहिला त मलाई खोजी पढ्नुपर्छ जस्तो मलाई चाहिँ लाग्दैन है। अनि बुक किन निकाल्यो भने अब यहाँ म भन्छु मलाई किन पढ्ने भन्ने पनि छ नि त फेरि तर्क। त्यहाँ मैले म आइसोलेसन मलाई पढ्नुपर्छ भन्ने म त्यो उसमा त्यो किताबमा गएर बस्दिनँ भनेको के। मेरो भनाइ के छ, जसले गजल लेखिरहेछ र कसैले सुदूरपश्चिमको नजरबाट सुदूरपश्चिममा बसेर कुनै एउटा व्यक्तिले यो समाजलाई कुन नजरले हेरिरहेछ, यो समाजमा उसले के भोगिरहेछ,
सुदूरपश्चिम मेरोमा त नेपालै आएको हो नि त म्याक्सिमम के चलिरहेछ भन्नका लागि एउटा मलाई पढ्नुपर्छ जस्तो लाग्छ र गजल लेख्नका लागि त मेरो विकल्प नै छैन जस्तो लाग्छ किनकि एक अक्षरिया गजलमा जुन तरिकाले मैले एक निकालेँ र मैले एक निकालेर त्यतिमा सकेन मैले एक अक्षरियामा जति मैले प्रयोग एकमा गरेँ मैले त्यसको 2 गुणा प्रयोग 2मा गरेँ किनकि मलाई के लाग्यो भने यिनीहरू पनि भनिदिन्छु म क्लियर गर्छु एक अक्षरिया गजलको 51वटा गजल त निकालियो मलाई रदीफ र काफिया नै कम भयो जस्तो भयो क्या भन्नाले जस्तै मैले अरू मभन्दा पछि आउने भाइ बहिनीहरूलाई पनि पढेँ होइन अगाडिका अग्रजहरूले पनि त्यसमा प्र्याक्टिस गरेको पढेँ जस्तै कि त्यो काफिया र रदीफ दोरिया जस्तै कथा जस्तो व्यथा जस्तो आधा जस्तो मात्रै क्या धेरैसँग जस्तो भन्नाले बुझ्नु भने मैले यो पनि टाइपको यो एकदम म्याक्सिमम देखिसकेपछि अनि यसमा चाहिँ मैले त्यो भन्नाले त्यो रदीफको पनि एउटा हुन्छ नि रदीफको पनि नयाँ प्रयोग गर्नु पुरै नयाँ प्रयोग ल भन्नाले जस्तै गजल प्रेमिकासँगको कुरा हो भन्ने तर्कको विरुद्धमा त्यो सहज लयजा भाषा के अरे सहज मिठो भाषा के अलङ्कारको कुरा छ नि त्यहाँ छैन त पनि छ सिधै यो प्रेममा श्रृङ्गारिक गजलहरू जुन आउँछ ओठको कुरा आउँछ आँखाको कुरा आउँछ नाकको कुरा आउँछ मुखको कुरा आउँछ यो गजलमा यो जरुरी छ श्रृङ्गारिक गजलमा यस्तो हो फेरि हामीले बिम्ब आँखा नाक गजल बाहेकका बिम्बहरू प्रयोग गर्न नमिल्ने हो गजलमा मैले भने नि यो नेपाली गजलमा देखिएको धेरै जस्तो देखिएको बिम्ब हो अहिले भारतीय गजलमा त्यस्तो चाहिँ मैले देख्दिनँ लगभग अन्दाज एउटा छ होइन फरक छ यो प्रेमिका जुन यो अघि मैले भने नि परिभाषा प्रेमिकाका लागि लेखिएको गजल भने यसको यो तर्कमा सहमत नभएर मैले यहाँ एउटा तर्क राखेको छु 2मा त्यो 2मा छ आर्टिकल टाइपमै छ है मैले आई मिन प्रेमिकाका लागि हो भन्ने बित्तिकै तपाईँलाई एउटा सानो दायरामा उभ्यायो पहिला सुरुमा तर खास के हो थाहा छ हजुरलाई गजल चाहिँ के हो भने जुन गजल पपुलर भयो नि त्यो गजल सङ्गीतसँग आएर भएको थियो क्या भन्नाले यो गजलहरू मनोरञ्जन र उसका लागि हुन् यिनीहरूले एउटा उचाइ नबोक्न सक्छन् मासु पस्छ जस्तो देखिन्छन् यो एउटा चेत कतै पुरुष हाबी भएको चेत पनि देख्छु त्यहाँ एउटा शेर छ यो शेरसँग एउटा प्रश्न पनि छ यसभन्दा पछि केही भन्न सकिन्न यसभन्दा पछि केही भन्न सकिन्न मैदानमा उर्तिएको छ श्रीपेश यसपालि यो नेपाली साहित्यमा पुरस्कारले लेखन ठुलो हुन्छ कि लेखनले यस्तो छ मैले एउटा कवितामा भन्छु यो तमो जागेको काल हो यो उसैको जन्जाल हो तमो छ समाजसेवी व्यापारी छ तमो छ कार्यकारी कर्मचारी तमो जप्छ राम तमो सुनाउँछ पुराण यहाँ तमो उत्पात यहाँ तमोको कुरा छ त्यहाँ जब पुरस्कार व्यापारका लागि राखियो नि त्यसपछि पुरस्कार बदनाम भएको थियो साहित्य होइन भन्नाले यो किनबेच चलिरहेको आज मात्रै होइन यो पहिलेदेखि पनि चलिरहेको थियो पहिला सायद यसमा कन्ट्रोल थियो र अहिले व्यापक रूपमा भयो होला त्यसैले पुरस्कार मेरो लागि चाहिँ ठुलो कुरा चाहिँ होइन जस्तो लाग्छ मैले लेख्ने हो किन भन्दाखेरि बुक छपाउने म यहाँदेखि काठमाडौँ जान्छु जबकि मैले बुक छपाउने समय मसँग हुँदैन भने म पुरस्कारको लागि दावा गर्ने समय मसँग त्यो मैले राम्रो लेखेँ भन्ने जस्तो त्यो चाहिँ लाग्दैन फेरि एउटा शेर छ शेरसँग एउटा प्रश्न फेरि दोहोऱ्याउँछु आज आई मैले सब बिर्सिसकेँ आज आई मैले सब बिर्सिसकेँ आज आई मैले सब बिर्सिसकेँ कोसँग भयो चिनाजानी मेरो कोसँग भयो चिनाजानी मेरो योसँग एउटा प्रश्न अहिलेको साहित्यमा प्रचार बढी छ कि सिर्जना बढी छ यो त विज्ञापनको दौर हो यो त विज्ञापनकै समय हो क्या यहाँ
साहित्य जस्तै तपाईँलाई यो डायरी हेरेर कविता लेख भनियो भने र लेखे बापत तपाईँलाई प्राइज छ भने यो त विज्ञापनको दर हो नि त। विज्ञापन तपाईँ त चेत लेख्ने होला नि, कवितामा के लेख्ने हो तपाईँले? चेत होला नि त। चेत लेख्नु पर्ने होला। तपाईँले गजलमा चेत लेख्ने होला, तर तपाईँलाई यो डायरीको बारेमा लेख भन्न थाल्यो भने के लेख्नुहुन्छ? डायरी लेखिन्छ। हेरेर तपाईँले बयानै गर्ने हो क्या? अब तपाईँको यहाँ चेतको कामै छैन। अब चेतको काम यसको प्रोडक्सनदेखि लिएर यसले गएको पुँजीवाददेखि लिएर के जोड्नलाई त्यो दिएको समय 11 मिनट 12 मिनटले नपुग्न सक्ला, नपुग्न सक्छ। हो त्यसैले यो विज्ञापनको समय हो, साहित्यको होइन। यो फेरि यो बाँकी छ, साहित्यको नारा मरेको छैन। टिकटकमा तपाईँका अनेक थरीका हरकत देखिन्छन् टिकटकमा पनि। तपाईँलाई के लाग्छ, सामाजिक सञ्जालले कवि जन्माइरहेको छ कि चर्चित अनुहार मात्रै? यस्तो छ, सामाजिक सञ्जाल र टिकटकका हरकतहरू। अनि मेरो टिकटकका हरकत त म भन्छु यो हरकत अतलको मध्य दिनको हो। यो हरकत अतलको मध्य दिनको हो, सुन्यो भने के होला किस्सा रातको। हरकत जरुरी छ। यस्तो हो, फेरि लड्न भनी म हिँडेको थिएँ, लड्न भनी म हिँडेको थिएँ, सुहाएन प्रेममा अल्झिएको मैले। क्या मिठो होइन। अब म प्रेम गर्न म भन्नाले मलाई कसैको मन दुख्ला कि मलाई के होला कि भन्ने छैन। यस्तो कुरा पनि मन नदुखाइ भन्छ, औषधि नै हुने रहेछ बोली कसैको। मलाई के छ भने हजुरलाई पनि गलत हुनु भएन, मलाई पनि गलत हुनु भएन, किनकि मैले चिनेको नाताले न हजुरलाई गलत हुनुपर्ने भयो, किनकि हजुरलाई म हाँस्न सक्दैन। हजुरलाई चिनेकै आधारमा पनि मैले कोही मान्छे मैले चिनेको छु उसलाई गलत, किनकि म मान्छे भन्ने यात्रामा छु। त्यसैले हरकत जरुरी छन्, मलाई सिकिरहेको छु। सत्यको पक्षमा बोल्न जरुरी पनि छ। एकदम। यहाँ छ अल्लाहहरूको जरुरत, बोल। बसिसक्यो नबोल्ने आदत, बोल। सुन्ने त हुन्न, कम्तीमा विश्वास रहन्छ, विश्वासको एकमत, बोल। यो गजल पुरै सुनौ त। अन्त बोले बोले जस्तो हुन्न होला। क्या? अन्त बोले जस्तो हुन्न होला। अन्त बोले जस्तो हुन्न होला। अहिले त म छु, छ मेरो सङ्गत, बोल। क्या मिठो। अहिले त म छु, छ मेरो सङ्गत, बोल। अहिलेसम्म किन आएन जवाब, अहिलेसम्म किन आएन जवाब, पठाइस कुन पराईलाई खत, बोल। क्या मिठो, क्या मिठो। अहिलेसम्म किन आएन जवाब, पठाइस कुन पराईलाई खत, बोल। ईश्वर भन्छन् अब त अतल, ईश्वर भन्छन् अब त अतल, त ईश्वर होइनस् अब त बोल। मिठो मिठो। ईश्वर भन्छन् अब त अतल, त ईश्वर होइनस् अब त बोल। हो यी टिकटकका हरकत, फेसबुकका हरकत, सामाजिक सञ्जालका हरकत, यो समाजमा बसेर मलाई अप्ठ्यारो भइरहेका केही प्रतिबिम्बहरू हुन्। सुन्दर गजल सुन्यौँ र एउटा प्रश्नसँग एउटा शेर पनि छ। अतलको यात्रामा हिँडिसके म, अतलको यात्रामा हिँडिसके म, कि अतल सकिन्छ कि एमपी सकिन्छ। यो दुई बजारमा आउनुभन्दा अगाडि तपाईँको अतलको यात्रा नेपाल सुरु भएको छ। नेपाली साहित्यमा र नेपाली गजललाई यो अतलको यात्राले कति योगदान पुर्याउँछ? यस्तो हो मदन, हजुरलाई भन्दाखेरि कुरा कस्तो छ भने अतलको यात्रा सुरु किन गरेँ, पहिला म यसको अलिकति हजुरलाई केही कुरा भन्छु। नेपाल एक हिसाबले एकदम गाह्रो अवस्थामा घुमिरहेको समय थियो। भन्नाले जस्तै जेनजी आन्दोलन भाद्र 23-24, त्योभन्दा पछि पनि हेर्नुहोस् नेपालका बोल्नुपर्ने लेखकहरू कति बोले, नेपालमा बोल्नुपर्ने कविहरू कति बोले। कवि भनेको के यही हो, हेरेर लेख्ने मात्र हो कि विचार पनि राख्नुपर्ने थियो। आज जे छ सब ठिक भयो,
या आज जे भयो गलत सब गलत भयो कि यो अवस्थालाई के परिवर्तन पार्न सकिन्थ्यो अलिकति प्लस माइनस त्यहाँ हेर्नु होला त्यतिखेर नेपालका म्याक्सिमम कविहरू बोलेका छैनन् यो किन बोलेनन् भनेर म खोज्दै गएँ मैले एउटा कुरा भेटाएँ केही समय अगाडि नेपालका मूर्धन्य लेखक कवि बुद्धिजीवीहरूलाई एउटा आरोप लागेर छ युएसआइडीबाट केही पैसा लिएर उनीहरूले नेपालको संस्कृति विरुद्धको काम विरुद्धमा लेखेका कुराहरू रहेछन् त्यसपछि एउटा नैतिक दबाब के रहेछ भने उहाँहरू बोल्न हिचकिचाइराख्नु भएको रहेछ उहाँहरूले यो मिडियामा आएर स्वीकारुन् नस्वीकारुन् जे कुराहरू डिफ्रेन्ट माध्यमबाट बुझेअनुसार मैले त्यो छ अनि मलाई के लाग्यो भने यो त यार के विचारै छैन क्या भएन मात्रै जसले जसको कुरा राखिदियो हुन्छ र यो समाजले होइन यस्तो अवस्था फेस गरिरहेको थियो कि त्यहाँ मदनले धेरैपल्ट जस्तै मलाई मसँगै हुनुहुन्छ मानौँ मसँगै बसिराख्नु भएको छ खाइराख्नु भयो केही कुरामा तपाईँले विचार सुन्ने कसको हो मेरै त हो नि मैले तपाईँकै त हो नि मैले अर्काको त हो नि जो सँगसँगै छ भन्नाले जो हामी जसलाई स्वीकार्दै अगाडि बढिरहेको छौँ त्यसकै त हो नि नेपालमा त्यतिखेर त्यस्तो कोही पनि थिएन अनि मलाई लाग्यो अब बोल्नुपर्छ र अतलको यात्रा बोल्नुपर्छ भनेर मलाई लाग्यो यो कुरा लागिरहेको रहेछ महेश नेपाली कुटिरो रिसर्च सेन्टरको हाम्रो संस्थापक हाम्रो महेश नेपाली पत्रकार महेश नेपाली उहाँसँग यही राजकाँडा जाँदै थियौँ उकालोमा यो कुरा भयो भइसकेपछि उहाँले के भन्नु भने कुटिरो .com को प्रस्तुतिमा एउटा कार्यक्रम गरौँ अतलको यात्रा भन्नाले कुटिरोको यात्राले के गरोस् भने हरेकपल्ट आउने जेनेरेसनको कुनै एउटा कविलाई एक वर्षमा नेपालको 10वटा ठाउँ घुमाउँ मलाई लागिरहेको थियो पहिला यो 10 वर्ष एक वर्ष भने धेरै लामो समय हो अहिले मलाई कस्तो अप्ठ्यारो भइसक्यो भने मक्सिरमा कार्यक्रम स्टार्ट गरेको अहिलेसम्म 5वटामा गएर रोकिरहेको छौँ क्या ठाउँ समय सबै फिक्स भइसक्दा पनि अगाडि किन बढ्न सकिया छैन भने त्यो के अरे आफ्नो समय मिलाउन सके छैन टाइम म्यानेज गर्न सके छैन त्यसैले अतलको यात्रा यसरी सुरु भयो हो र यसले अहिले समाजमा राम्रो देखायो प्रभाव देखायो किन भन्दाखेरि यसलाई बहिष्कार गर्ने साहित्यकार भयो क्या यसलाई अतलको यात्रामा जहाँ मैले न त्यो पारिश्रमिक लिन्छु भनेको छु किनकि म त सत्ता विरोधी हो भनिसकेँ नि मैले भने म त्यसरी हिँडिरहँदा यसको विद्रोहमा कविहरू थिए यसको विद्रोहमा गजलकारहरू थिए होइन यसको समर्थनमा राम्रो पाठक गजलकारहरू भेटे राम्रो इन्टेलेक्चुअल मान्छेहरू जोडिए यो सिलसिलामा अतलको यात्रा कविले गर्नुपर्ने एउटा यात्रा रहेछ आफ्नो देशको सानै भए पनि 10वटा ठाउँमा किनकि म के सुनाइरहेको छु भन्ने कुरा त्यही थाहा हुँदो रहेछ जनमासले भन्दो रहेछ कहिले आधामा बन्द गर भनिदिन्छ कहिले एउटालाई 3 चोटि सुनाउनु पर्छ त्यसैले अतलको यात्रा यसले के प्रभाव पार्ने छ त्यो मैले हेरेको छैन अहिले म के गर्दैछु यो चाहिँ मैले अतलको यात्रामा आफ्नो तर्फबाट कुटिरोले जुन मलाई ठाउँ दियो त्यो ठाउँमा मैले आफ्नो तर्फबाट 100% मेहनत गरेको छु जस्तो लागिरहेको छ हुन्छ कुटिरो परिवार र महेशजीलाई पनि प्रेम छ धन्यवाद छ अझै तपाईँको अतल यात्रा लामो रेसको घोडा भन्नुहोस् शुभकामना छ एउटा शेर छ कति छन् कति बोल्ने तरिका कति छन् कति बोल्ने तरिका कसले बुझिसक्यो भाषा तासको कसले बुझिसक्यो भाषा तासको यो शेरसँग एउटा प्रश्न छ तपाईलाई कहिले लागेको छ साहित्य पनि समूहवादको शिकार भएको छ भनेर ओहो नेपाली साहित्यमा अब मैले इमानदारिताका साथ भन्नुपर्छ बिगारेकै सबभन्दा ठुलो यो समूहवादले हो यहाँ हरेक कालखण्डमा हेर्नुहोस् एउटा राइटरलाई सत्ता वरिपरि भएको या सत्तासँग जोडिएको पक्षले कस्तो गरेर पुश गर्छ राम्रो व्याख्या गर्छ र अर्कोलाई
मार्न तयार हुन्छ नेपाली साहित्यमा। यो आज मात्रै होइन, यसको ठुलो समस्या भनेकै छन्दवादीहरू आज पनि गोपाल प्रसाद रिमाललाई कवि मान्न तयार छैनन्। हेर्नुहोस् है, स्वतन्त्र बहरवालालाई मान्न तयार छैनन्, बहरवाला स्वतन्त्रलाई मान्न तयार छैनन्, कवि कथाकारहरू गजलकारलाई मान्न तयार छैनन्। यिनीहरू चाहिँ आएर हेरिदिनुपर्छ भन्ने मान्छ। उनी कवि मान्ने होइन क्या, यिनीहरू आएर यसो हेर्नुपर्छ, हामीलाई सुनिदिनुपर्छ। उनीहरू त्योमा किन, नत्र उनीहरू पनि त कहिलेकाहीँ त्यत्रो बुकै निकालिसकेका गजलकारलाई पनि गजल टिप्नु मन त लाग्दो हो नि। त्यसैले यो समूहवाद नेपाली साहित्यको सबैभन्दा ठुलो खाडल हो। अन्त दुःखको कुरा पनि यही हो। यो नेपाली साहित्यमा यो समूहवादले नछोड्ला जस्तो छ। यो समूहवादका कुरालाई यहीँ राखौँ। एउटा 2 गजलभित्र एउटा शेर मैले भेटाएको थिएँ। गालिब भए जादुकर भन्थ्यो पक्कै मलाई, गालिब भए जादुगर भन्थ्यो पक्कै मलाई, के भन्थिस् होला मीर त पनि। यो शेरसँगै प्रश्न छ, तपाईँ कुन कवि वा सर्जकबाट प्रभावित हुनुहुन्छ? म एक हिसाबले इमान्दारताका साथ भन्नाले म पढेका सबै सर्जक र कविहरूलाई राम्रो पक्षलाई मैले वाह गर्छु कि उहाँहरूले लेखेका हरेक पक्षबाट भन्नाले तपाईँभित्र गुड भाइब्स निकालिदिनु पनि कहीँ त प्रभावमा पर्नु हो नि त। ओहो, यो कुरा उहिलेदेखि मनमा बिजेको थियो, यहाँ यसको यो चाहिँ उहाँको महसुसले चाहिँ मलाई सजिलो पारिदियो वा उहाँको पात्रले मलाई सजिलो पारिदियो भन्नाले म बनिरहने कुरामा उहाँहरूको केही प्रभाव छ जसलाई मैले पढेँ। त्यसैले उहाँहरूकै कारण एक गजल सङ्ग्रह र 2 पनि यो 1 र 2 चाहिँ फेरि के छ भने यो चाहिँ म प्रभाव चाहिँ यसमा चाहिँ गजलमा चाहिँ म इन्डियन जसले बाट नै भयो, इन्डियन राइटरहरूमा दागदेलबीदेखि लिएर मिर्जा गालिबको जुन छ त्यतिखेरको माहौल त्यहाँदेखि लिएर अहिले पछाडिका सम्मलाई पनि म उहाँहरूबाट प्रभावित भइरहेको छु। ऊर्जा होइन आइरहन्छ। घर बनाइरहेको, हस्पिटल बनाइरहेको इन्जिनियरिङ र साहित्यका 2 फरक संसारलाई कसरी मिलाउनु भयो र साहित्यमा कसरी होमिनु भयो? यस्तो छ, एउटा कुरा के भनौँ, म इन्जिनियर भन्दा पहिला साहित्यकार हो। किन भन्दाखेरि म इन्जिनियरिङ पढ्नुभन्दा अगाडिदेखि म लेखिरहेको थिएँ। अब रह्यो कुरा, यदि म अहिले राम्रो उतार्नमा म महसुस सामाजिक चरित्र मैले उतार्न सकिरहेको छु भने त्यसमा इन्जिनियरिङको हात चाहिँ छ फेरि, किनकि त्यो म्याथमेटिक्स थियो, त्यो साइन्स थियो। त्यो मैले कल्पनाशीलता भन्दा म प्रमाणको पक्षमा उभिँदै लेख्दै गएँ। त्यसैले यो 2टा पेसाले मेरो एक अर्कालाई सहयोग गरेका छन् क्या, यिनीहरू विरुद्धमा छैनन्, यिनीहरू एउटै पक्षमा उभिएर बसिरहेका छन्। इन्जिनियरिङमा पनि मेरो लेखकीय स्वभाव, मेरो कवि स्वभावको इन्जिनियर छु म। त्यसैले मलाई सहयोग नै गरेको छ यिनीहरूले, एक अर्का 2टै पक्षले सहयोग गरेको छ मलाई। तपाईँको एउटा कविता छ, कविताका केही लाइनहरू छन्। यो घरकी लक्ष्मी परदेश लागेको वर्ष हो, छोराले नागरिकतामा दिन बढाएको वर्ष हो, यो साइला काका बम्बई लागेको वर्ष हो, यो वेदमाथि लबेद हाबी भएको पल हो, यो कृष्ण हारेको क्षण हो, यो धृतराष्ट्र जितेको साहित हो, यो शकुनी घर पसेको लगन हो, यो चुक पोखिएको गगन हो, यो तिम्रो मन हो, यो मेरो मन हो। यसै सम्बन्धी एउटा प्रश्न छ। यो तपाईँले समाज लेखिरहनु भएको छ, अहिलेको समाजमा साहित्यको भूमिका के हुनुपर्छ? यदि साहित्य समाजको पक्षमा साहित्य बसेर लेख्न थाल्यो भने
त्यस्तो सिर्जनाहरू आउन थाले भने समाज जुन समाज आज हामी भोगिरहेका छौँ नि यो समाजभन्दा हामी एक त हरेक कुराले राम्रो ठाउँमा पुग्नेछौँ एक घेरा पर। साहित्यकै जहिले पनि समाजको विकृतिको पक्षमा भन्नाले विपक्षमा उभिनुपर्छ। समाजलाई त्यता गलत दिशातिर तान्ने होइन। जस्तो कि आज हट भएर पट भएर कता हिँडे कि यो पनि साहित्यको एउटा रूप हो। र के अरे सबैभन्दा धेरै हिट भएको गीत पनि साहित्य पनि त्यही हो नि त। अहिले समाज कता जाँदैछ भन्नाले त्यतातिर जाँदैछ भन्ने कुरा हो। त्यसैले यस्तो साहित्य नहोस् भन्नाले यसलाई कुन भन्ने राम्रो भन्ने नराम्रो भन्ने मलाई थाहा छैन। जुन हट भएर पट भएर यता यो साहित्य चाहिँ समाजमा कमजोरी होस् भन्ने लाग्छ मलाई चाहिँ। यस्तो साहित्य हाँस्य व्यङ्ग्यका रूपमा देखियोस् त्यति नै हो। कोही यस्तो आउला कहिल्यै सोचेन, कोही यस्तो आउला कहिल्यै सोचेन, वर्षौँ पछि हो आजै निधाएको म, वर्षौँ पछि हो आजै निधाएको म। यो निधाइरहँदा कहिल्यै लेख्न छोड्ने सोच आएको थियो कि? ओहो मदन, मलाई हरेक दिन गजल नलेखु लाग्छ क्या। हरेक दिन मैले लेख्न नपरोस् लाग्छ क्या। मैले केही लेख्न नपरोस्। तर पनि लेखिरहनु भएको छ। धरै छैन के तपाईँको मन नलेखी जस्तै तपाईँले के महसुस गर्नुभयो। मैले अघिदेखि नै मैले हजुरलाई सुरुदेखि नै भनिरहेको छु महसुस। त्यो महसुस नलेखेसम्म धरै छैन क्या। त्यो आज लेख्योस् या भोलि लेखोस् या 10 दिनपछि या 12 वर्षपछि आफूलाई बिजेको महसुस या समाजले गलत गरिरहेको महसुस या समाजमा गलत भइरहेको महसुस या समाजमा अब हुने गलत महसुस लेख्नु मेरो लागि एउटा सजाय भएको छ। मैले त्यसै लेखे होइन त्यो शेर एउटा म माया गर्दिन कसरी भनौँ, म माया गर्दिन कसरी भनौँ, मेरै काखमा आई बसेको छ गजल। म त यो लेख्नै चाहदिनँ। अब जबरजस्ती काखमा आएर बसेपछि के गर्नु? देख्नेले पनि माया गर्छ जस्तो हो। मैले लेखिएको माया जस्तो चाहिँ देखिन्छ। फेरि तपाईँका गजलमा फेरि एकदम सरल शब्दहरू पनि सबैले बुझ्ने खाले पाइन्छ। योसँग एउटा शेर पनि छ र प्रश्न पनि छ। रुपियाँले त जहर पनि पाइन्न अचेल, रुपियाँले त जहर पनि पाइन्न अचेल, मलाई पनि ठुलो ऋण उधारो लागोस्। यस्तो शेर लेखिरहनु भएको छ। तपाईँको लागि सिर्जना पहिला आउँछ कि पीडा पहिला आउँछ? यस्तो हजुरले यो पीडा पहिला आउँछ भन्ने कुराले के देखाउँछ भने म दुःख चाहने मान्छे हुँ कि भन्ने जस्तो कुरा नै। मेरो लागि के हो भने अब भनौँ न हिँडिरहेको छु केही महसुस भयो त्यो मैले लेख्ने हो भन्नाले। जस्तै तपाईँलाई केही महसुस हुन्छ या कसैलाई महसुस हुन्छ, कोही मनमै राखेर बस्छ, कोही बिरहमा बनाएर गाउँछ गुनगुनाउँछ, म चाहिँ लेख्छु। त्यसैले सायद पीडा पहिला देखिन्छ होला। म एउटा तपाईँको गजल सङ्ग्रह 2बाट एउटा गजल वाचन गर्छु, त्यसपछि हामी फेरि प्रश्नतिर मोड्यौँला। गजल छ, बल्ल त छौ तिमी आधा भरिएको, बल्ल त छौ तिमी आधा भरिएको, कस्तो होला दिन त्यो पुरा भरिएको, कस्तो होला दिन त्यो पुरा भरिएको, बल्ल त छौ तिमी आधा भरिएको, आज आई मेरा आँखा भरिए, आज आई मेरा आँखा भरिए, उहिल्यै देखियो गला भरिएको, उहिल्यै देखियो गला भरिएको, बल्ल त छौ तिमी आधा भरिएको, तिमी पनि त्यस्तै नबन प्यारा, तिमी पनि त्यस्तै नबन प्यारा, नक्कली चेहराले छ दुनियाँ भरिएको, नक्कली चेहराले छ दुनियाँ भरिएको, बल्ल त छौ तिमी आधा भरिएको, के छोडी आए कसलाई के सुनाऊँ, के छोडी आए कसलाई के सुनाऊँ,
अँगालो खाली छोडे आँखा भरिएको, अँगालो खाली छोडे आँखा भरिएको, बल्ल त छौ तिमी आधा भरिएको। कति तोक्छौ मूल्य के भनौँ खै अतल, कति तोक्छौ मूल्य के भनौँ खै अतल। मन छ तिम्रो पुरै माया भरिएको, मन छ तिम्रो पुरै माया भरिएको, बल्ल त छौ तिमी आधा भरिएको। यो गजल सङ्ग्रह दुईबाट एउटा गजल राखिरहँदा तपाईँ एक्लोपन मन पराउनुहुन्छ कि भिड मन पराउनुहुन्छ नेपाली साहित्यमा र तपाईँको जीवनमा? यस्तो छ, आफैले आफैलाई लखेटु म, आफैले आफैलाई लखेटु म, आफैले आफैलाई समातु म। सँगै बसु सँगै खाऊँ सँगै खेलु, आफैलाई समातु आफैलाई लखेटु म। यो हो। यहाँ के छ भने एक्लोपन, मलाई एक्लोपनले पीडा दिँदैन भन्नाले म एक्लो हुँदा म छटपटाउँदिनँ र भिडमा बरु म छटपटाउन सक्छु। भिडभन्दा एक्लोपन मनपर्छ भन्नु खोज्नुभयो? मनपर्छ भन्दाखेरि पनि यो म फेरि भिडमा नरुचाउने भन्ने होइन, आफ्नो हिसाबले जाँदा। तर एक्लोपनमा छटपटाउँदिनँ भन्नाले दुइटै अवस्था मेरो लागि भिडभन्दा एक्लोपन अलिक सहज चाहिँ लाग्छ, आफू अनुकूल लाग्छ। भिडभन्दा चाहिँ एक्लै हुँदा आफू अनुकूलको इन्भाइरोमेन्ट हुन्छ भन्ने लाग्छ। एउटा गजल सुनौँ दुईबाट। सुनगावाको ल्याउला सुगन्ध तिमीलाई, सुनगावाको ल्याउला सुगन्ध तिमीलाई, भनिहेर के मनपर्छ तिमीलाई। सुनगावाको ल्याउला सुगन्ध तिमीलाई, भनिहेर के मनपर्छ तिमीलाई। म छटपटाउँ पीडाले योभन्दा कति, म छटपटाउँ पीडाले योभन्दा कति, भयो होला बैरी आनन्द तिमीलाई। मिठो मिठो। भयो होला बैरी आनन्द तिमीलाई, आनन्द तिमीलाई। मेरो बारे दुनियाँलाई सोध्दै नसोध्नु, मेरो बारे दुनियाँलाई सोध्दै नसोध्नु। सुनाउनै सक्ने छैनन् सत्य तिमीलाई, सुनाउनै सक्ने छैनन् सत्य तिमीलाई। मेरो अघि तिमी झुक्दै नझुक्नु, मेरो अघि तिमी झुक्दै नझुक्नु। खुब सुहाउँछ अतल घमण्ड तिमीलाई। क्या मिठो क्या मिठो। मेरो अघि तिमी झुक्दै नझुक्नु, खुब सुहाउँछ अतल घमण्ड तिमीलाई। मिठो मिठो। धन्यवाद। हामी कार्यक्रमको अन्तिमतिर पनि छौँ र म सटिक केही प्रश्न राख्छु र सटिक जवाब पनि चाहन्छु। हुन्छ, हस्। प्रश्न छ, रात एकान्त र लेखन बिचको सम्बन्ध कस्तो छ यहाँको? त्यो भनेको एकदम छोटो एन्सर, म रात एकान्त लेखन, त्यो भनेको म हुँ जस्तो लाग्छ क्या। मिठो जवाब दिनुभयो। त्यस्तै अर्को प्रश्न छ, मानिस किन एक्लो हुन्छ होला जस्तो लाग्छ? चोइस हो एक्लो। हरेक मान्छे जो यो के भन्दाखेरि प्राकृतिक गुण हो क्या। हरेक मान्छे एक्लो हो, एउटा भ्रम हो कि मसँग कोही छ। सबैभन्दा खतरनाक मौनता कस्तो हुन्छ जस्तो लाग्छ? ओहो, त्यो त अव्याख्या हुन्छ। जस्तै प्रेम कस्तो हुन्छ भने जस्तै मौनता कस्तो हुन्छ त्यो थाहा बोलिदिए भने हुन्थ्यो भन्ने अव्याख्या हो त्यो। एउटा शेरसँगै प्रश्न पनि छ, कति बाँच्ने प्यारा हिसाब यस्तो छ, कति बाँच्ने प्यारा हिसाब यस्तो छ, अक्षता हो जिन्दगी निधारमा बसेको। तपाईँका लागि हार र जितको अर्थ के हो? यो जय यो पराजय यहीँ छुट्छ अर्जुन, यो जय यो पराजय यहीँ छुट्छ अर्जुन। के नै फरक पर्ने हो र हारै तँलाई। मेरो लागि त यो कर्म हो दुइटै। मलाई यो जित्नुमा पनि त्यस्तो छैन, हारमा। म बस कर्म गरिरहेको। कर्म गरेर मान्छे वास्तवमै आफूलाई चिनेर बाँचिरहेको छ जस्तो लाग्छ? मान्छेलाई सबभन्दा डरलाग्दो कुरा नै आफूलाई चिन्नतिरको कुरा हो। त्यसरी मलाई लाग्छ मान्छे बन्नु भने नै हामी त जस्तै प्राणी हो, हामी मान्छे बनेर मर्ने हो जस्तो लाग्छ। त्यो यात्रामा कतिको लाग्यो मान्छे, त्यसरी मलाई लाग्दैन कि हरेकले यहाँ चिनेको छ जस्तो लाग्दैन। एउटा शेर छ, फेरि शेरसँगै एउटा प्रश्न छ, ईश्वर ईश्वर यो तमासा के हो? ईश्वर ईश्वर यो तमासा के हो? अरूले हेरे जसरी किन हेरौँ म? तपाईँलाई सबभन्दा डर लाग्ने कुरा के हो खासमा?
मलाई त्यस्तो डर लाग्ने त कुरा केही छैन, तर मलाई आफैदेखि चाहिँ खुब डर लाग्छ। आफैदेखि? म आफैदेखि आफैसँग डराउँछु, नत्र अरू त्यस्तो अरू कुरामा त म के डराउँछु र। मैले गल्ती गर्ने कसैको होइन। र एउटा शब्दमा जीवन के हो जस्तो लाग्छ? के अरे अछेताउ जिन्दगी निधारमा बसेको। कति बाज्ने प्यारा हिसाब यस्तो छ। अछेताउ एउटा लाइन तपाईँलाई भनेको, अछेताउ जिन्दगी निधारमा बसेको। यही हो, के हो, निधारमा छौँ होइन। अब यहाँ निधारमै आए जस्तो छौँ। एउटा शब्दमा प्रेम? यो त अव्याख्या हो। प्रेम पनि अव्याख्या हो। अव्याख्या, व्याख्या गर्न सकिँदैन। तपाईँभित्र सबैभन्दा धेरै के बाँचेको छ? बाँकी प्रेम छ मभित्र। बाँकी प्रेम छ? मभित्र बाँकी प्रेम मात्रै छ। तपाईँ कवि नभएको भए तपाईँ के हुनुहुन्थ्यो? म इन्जिनियर हुन्थेँ। इन्जिनियर हुनुहुन्थ्यो। तपाईँ आफूलाई सफल लेखक मान्नुहुन्छ? म त एकदम सफल लेखक हो नि। मान्नुहुन्छ नि? किन पनि यो तपाईँले मान्नुहुन्छ भनेर फेरि दोहोऱ्याउनु भयो नि, किन भन्छु म तपाईँलाई। काठमाडौँमा गाइरहेको कोइली मात्र कोइली हो, सफल कोइली हो। हुँदै होइन। मेरो चौरीको जङ्गलमा गाइरहेको कोइली कोइली होइन, कोइली हो। म त सफल लेखक हुँ। मेरो त्यसले अब बुझ्नु भने म कोइली हुँ। म गाउन जान्दछु। गाउन जान्नुहुन्छ। अन्तिमतिर पनि छौँ। तपाईँलाई सबैभन्दा धेरै बुझ्ने मान्छे को जस्तो लाग्छ? मलाई त सबैभन्दा धेरै बुझ्ने मान्छे म नै हो पहिलो। तपाईँ नै हो। र अन्त्यमा अतल वास्तवमा को हो? लेखक, विद्रोही कि समयसँग लडिरहेको एउटा आवाज? यसमा विद्रोहीको ठाउँमा चाहिँ समाजको पक्षमा बोलिरहेको लेखक भन्यो भने महेन्द्र अतल चाहिँ त्यो हो। फेरि समाजको पक्षमा लेखिरहेको एउटा कवि। यो सत्ताको विरुद्धमा हुन सक्छ। हस्, समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। र अन्तिममा एउटा गजल सुन्छौँ, त्यसपछि हामी छुट्टिन्छौँ। सिउन भन्दा सुरु गरेँ गजल। सिउन भन्दा परबाट उदारे तलाई, सिउन भन्दा परबाट उदारे तलाई, सायद आफ्नाले नै बिगारे तलाई। क्या मिठो। सिउन भन्दा परबाट उदारे तलाई, सायद आफ्नाले नै बिगारे तलाई। अब त पनि आफ्नै मर्जीले लड्नु, अब त पनि आफ्नै मर्जीले लड्नु, नियत था मैदानमा उतारे तलाई। क्या मिठो, क्या मिठो। अब त पनि आफ्नै मर्जीले लड्नु, नियत था मैदानमा उतारे तलाई। यो जय यो पराजय यहीँ छुट्छ अर्जुन, यो जय यो पराजय यहीँ छुट्छ अर्जुन। के नै फरक पर्ने हो र हारे तँलाई। मिठो मिठो मिठो। के नै फरक पर्ने हो र हारे तँलाई। एउटा कुरा तँलाई भन्न मन छ साह्रै, एउटा कुरा तँलाई भन्न मन छ साह्रै। म भन्नै सक्दिनँ प्यारे तँलाई। क्या मिठो, क्या मिठो। म भन्नै सक्दिनँ प्यारे तँलाई। भेटियो भने कोही तँभन्दा सिपालु, भेटियो भने कोही तँभन्दा सिपालु। गजब बन्ने छस् जान्नेले निखारे तँलाई। क्या मिठो, क्या मिठो। भेटियो भने कोही तँभन्दा सिपालु, गजब बन्ने छस् जान्नेले निखारे तँलाई। धन्यवाद, समय दिनुभयो। अनि प्लस अब जति मलाई सुनिराख्नुहुनेछ होइन, बजारमा 2 आएको छ, 2 आएको छ, 2 बजारमा आइपुगेको छ, विमोचन हुन बाँकी छ र 2 पढ्न चाहनेहरूका लागि र 2 पढ्न चाहने साथीहरूले कसरी सम्झिने? यो फितकौली.com बाट प्रकाशन भएको फितकौली.com मा गएर फेसबुकको अब सामाजिक सञ्जालमा सबैतिर हुनुहुन्छ, टिकटक, फेसबुक, ट्विटरतिर सबैतिर हुनुहुन्छ। त्यहाँ गएर अहिले प्रि बुकिङ नै भइरहेको हो होइन। अब त उहाँहरूले पठाइराख्नु भएको छ। विमोचन भएपछि त यसै तपाईँहरूको सहरमा आइ नै पुग्नेछ। अहिले विमोचन हुनुभन्दा अगाडि चाहिँ पढ्न चाहनेहरूलाई अलि दुःख गर्नुपर्छ। प्रि बुकिङ ओपन छ। हस्, धन्यवाद सबैलाई। फेरि पनि अब क्यामेराम्यानमा हुनुभएको भाइ, उहाँलाई धन्यवाद। अनि अब अहिलेसम्म जति मलाई सुनिराख्नु भएको छ हामीलाई पाठक दर्शक, उहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि मदन भाइ यहाँसम्म बसेर यसरी यो 2 माथि कुरा गर्ने समय
भन्नाले त्यो जुराइदिनु भयो, मिलाइदिनु भयो, गर्न पाइयो, राख्न पाएँ, यसको लागि धेरै धेरै धन्यवाद। हस् धन्यवाद। हस् धन्यवाद। अहिलेसम्म हामीलाई हेर्दै हुनुहुने तपाईँ, सुन्दै हुनुहुने तपाईँ, यहाँहरू सबैमा प्रेम छ। हामीसँग आज नेपाली साहित्यका एक सशक्त स्रष्टा महेन्द्र अत्तलसँग कुराकानी गऱ्यौँ। अर्को बसाइमा अर्का स्रष्टासँग फेरि उपस्थित हुने बाचासहित आजको यो बसाइबाट म मदन पनि ओझेलिन्छु। क्यामेरामा साथी धीरेन्द्रलाई धन्यवाद सहित नमस्कार।